हेलो दर्शक नमस्ते गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु अनि आज चाहिँ हामी के रिएक्सन गर्न जाँदैछौँ भने मिस्टर भान्जाको के हो यो जस टाइटल मलाई थाहा भएन तर रिएक्सन गर्न जाँदैछु आई होप तपाईँहरूलाई एकदमै बवा लाग्नेवाला छ भन्दै भिडियोलाई सिधै सुरु गरौँ है त जिएन स्टुडियो भानी रेन्टल कहाँ हो यो माछा मारिरहेको रहेछ बवा लुक्स दिखाया है वाह आई है हेर न क्या कुल है है कुल कुल्फी के चाहिँ केटा हो कहाँ बोल्छीमा माछा पर्छ त माछा त जालमा पर्छ र त्यो जाल कसरी हाड्ने मलाई थाहा छ बो बो मिस्टर भान्जाको चाहिँ मैले के अरे धेरै ऱ्यापहरू सुनेको थियो कुन भने खै अलिकति टाइटल चाहिँ बिर्सेछ तर हेर्न चाहिँ हेरेको थिएँ त धेरै नै तिमीलाई त आज नै म लाने हो भइदिन्छु गाउँसम्म हात माग्छु भाउसँग नदिए भगाई लैजाने हो छोरी तिम्रो मन पर्यो के गर्नु सासु सगुनमा लिएर आउँछु रक्सी र मासु म चेन्ज हुँदै गाछु यो पालि चाहिँ आँट्छु तिमीलाई देन भने कसम तानेर लान्छु तिम्रो कम्बरमा लेखिदिन्छु नम्बर म सोझो केटा मलाई आउँछ त्यही फ्लट गर्न म जन्मे हुर्के काभ्रेको गाउँघरमा मलाई पनि काभ्रेको म पनि काभ्रेकै हो काभ्रे तिमालको काभ्रे भनेर चाहिँ थाहा छ खै के पो गीत सुनेको थिएँ कि मैले मिस्टर भान्जाको खै काभ्रे खै के पो समथिङ के पो थियो बिर्सिसकेँ मैले तर सुन्नु चाहिँ धेरै सुनेको थियो भेटी तिमी नि भाछौ म खै म मान्छे निसै मेरो गेटअप निसै तर मेरो देखा छैनौ तिमीले अझै साइला बाको कान्छी छोरी परे तिमी सोल्टी नि के विधि सुहाको कालो कोठी ओठ मुनि रातो लाली ओहो नि राइम चाहिँ खतरा मिलाएको छ है तिम्रो नाम के हो सोल्टी नि गाला ध्यान जमर्ने पटे मुला तामाङ भाषाबाट पनि बोले रहेछ रे ऱ्याप भने रहेछ बवालै लाग्छ मलाई मिलाङ्गाला दिन काभ्रे जिल्ला मसँग बिहे गरे भने लाइफ तिम्रो चिलमा थाहा छ तिमीले मलाई देखाइरहेछ नखरा तर म छु तिम्रो लागि धेरै बबदार आगा लाउने चाहे मलाई भाइहरू खबरदार ठुम्का र झुम्काले घाल पारे लगातार डराउनु पर्दैन भर गर मेरो म एक्लो छोरो पालिदिन्छु फेरि लिन्छौ केको होइन गफ देखो यो दुनियाँले देखोस् बिस्तारै चिनिहाल्छौ हटार अहिले केको कहाँ यार यो ठाउँ यार बवाल्दै छ बाँसै बाँसले बनाएको रहेछ सबै सक्यो के हो वाट ह्यापेन माछा पर्यो त जालमा इ हाम्रो त पर्यो ए हाम्रो त भयो जस्ट ठिक ठिकै लाग्यो राम्रै लाग्यो है
सक्यो अनि तपाईँलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला भन्न चाहन्छु है मिस्टर भान्जाको गीतहरू चाहिँ सुन्न हुन्छ मैले बवाल लाग्छ जे होस् त्यही भएर रिएक्सन भिडियो बनाएको ओके तपाईँहरूलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला भन्न चाहन्छु मन पऱ्यो सेयर लाइक कमेन्ट पनि गर्नु नबिर्सिनु होला है त